हारुनेहरू यो हो यो आउनु खोज्दैछ गर्यो मकै बारी दोर्याम गर्ने त हो झुन्डी मर्यो यो झुन्डी हो हो कुद हो खतरा हिँड्दो रहेछ नि यो त यार कडा हो फेरि उभै जा उभै हो यता हाम फाल्छ मतिर फेरि मासु खतरा बस्दो रहेछ नि आइज ओहो भेटिहाल्छ नि हौ काम के गर्दै थियो माछा तारमा म आएको देखेर हतापता भाङ लाग्यो ल नहाने आएको नि छ यहाँ सानो ल आइज न आइज म हात्तेसम्म हात्तेसम्म खुट्टाले होइन हात्ते हो त माथि चढ्छ ल भिडियो बिगारिहाल्यो नि मुती चाहिँ नथे मलाई ल ल हिँडौ शङ्खा सभातिर ल गर्दा अब सबै फोहोर बनाइदिस् यसले त जुम्रा हेर्दैन मेरो जुम्रा हेर्न हेर्छ क्या जुम्रा हेर जुम्रा हेर्न अनि बिस्कुट दिन्छु डल्लै जुम्रा हेर जुम्रा हेर्न हो अदरा जुम्रा हेर्दा रहेछ नि जुम्रा पो हेरिदिँदै बिस्कुट
4K मै छ ल लु अर्ली हौ भयो गले नि त म जुम्रा हेर्दैछ जुम्रा हेरिदिन्छ यसले पुरा यसले त खतरा जुम्रा हेरिदिँदो रहेछ नि त खोइ त जुम्रा भेट्यो कि भेटेन हौ हौ यो जुम्रा हेर्दै नि त जुम्रा हेर्दैछ हेर्दै थियो खतरा जुम्रा हेर्दा रहेछ बुढा तर यसले जुम्रा पो भेटेन क्या हो जुम्रा त भेटेको छैन हेर्नु चाहिँ राम्रो जुम्रा हेराइ चाहिँ साह्रो ठिक लाग्यो यसले मोती देश भने चाहिँ खतरा खराब बनायो झन् फेरि पुसिदिँदैछ भयो गले म अब यार भयो छोड्दै भेट्दैन सब यता हेर्न यतापट्टि ए कलो छोड भयो यहाँ बस सुधार हाल्न स्टेप बनाउने हो आउँदैन पहिले ठुलो अगाडि हाल्नु त कति हाल्ने अझै छ टन्ने बिरुवा छ नि त के त भत्किए म हाल्दिन्छु यो भत्किए यो भत्किए स्टेप हाल्नु भत्काको होला त्यो डल्ला निकालेरै लानु त सजिलो हुन्छ गाडीलाई लोड त हुँदैन लोडसँग समस्या भएन बाँच्नु पर्यो क्या पुगेर चाहिँ यो त के होइन अहिले एकछिन यहाँ त बाहिर निक्लिन सक्दैन यो त धेरै हाई मुनि हो नि त हामी ठ्याक्कै माङमाया खोलाको पुलमा हो सालो भेला पुल तरिसक्यौँ हामी के अरे सालो भेला यहाँ फोटो खिचेर त ओ पारी त पारी यहाँ फोटो यस्तो राख्ने आउँछ क्या हो यहाँदेखि त यस्तो दामी ठाउँ यो खेत
पोरा पो जस्तो लाग्यो भने उता चाहिँ रहेछ नि पोरा होइन यहाँ सभादेखि धनकुटासम्मको यात्रामा हो हामी ट्याक्कै लेकुवा खोला पुल तरेर हामी लेकुवा बजारतर्फ राम बजार महालक्ष्मी नगरपालिका राम बजार लेकुवातर्फ हामी लाग्दैछौँ सालो भेना बाइक चलाउँदै हुन्छ म यहाँ पछाडि बसेर भिडियो बनाउँदैछु हामी लेकुवाको हामी भोजपुर तर्ने पुल हामी देख्न सक्छौँ हामी ठ्याक्कै अहिले लेकुवा बजारमा हो कति गर्मी अहिले यो बर्खाको सिजनमा कति धेरै गर्मी लेकुवा बजारमा गर्मीले हाम्रो दिदीहरू पुरा शीतल तापिराख्नु भएको छ यस्तै सिरिज खुलेको अहिले लेकुवा बजारमा हो हामी ठ्याक्कै बजार क्षेत्र लेकुवा राम बजार रामको मूर्ति बजार क्षेत्र कटिसकेको अवस्था छ राम माध्यमिक विद्यालय राम बजार महाराष्ट्र 5 धनकुटा बिचरा दिदी कहाँसम्म त नि बाटो सिम्बलको रुख बुढो सिम्बलको रुख छैन नि छैन अहिले भरे म्यासेन्जरमा कल गर्नु पारी भोजपुर वारी धनकुटा कति मनमोहक अत्यन्तै रमाइलो दृश्य लेकुवा त कताबाट
त्यहाँदेखि पुनि खोलै खोला गर्दै गर्दै छिटो छ अरे नि त यहाँबाट गर्दै बाटो हामी जब साँझ उकालो बाटो अब डिआलएडी खुले हिले बाँकीवास हो भने माङमाया हाम्रो यात्रा जारी छ हामी ठ्याक्कै बिलुवा खोला पुग्न लागेको छ हामी अहिले यो बेलुकीको समयमा भए पनि हामी हाम्रो गन्तव्य बाँकुरा जिल्लासम्म हो बाँकुरा जिल्ला हिले पाखरीवासमा रहनेछ जब जब रात साँझ छिट्दै जान्छ तब तब हाम्रो गन्तव्य यात्रा नजिकिँदैछ हामी अहिले ठ्याक्कै बिलुवा खोला यहाँदेखि ढाकामा भन्ने हामीले सुन्छौँ नुन बोक्ने क्रममा चाहिँ यो खोला पर्दाखेरि ढाकासँगै बगाउने त्यसको चाहिँ एकदम जोखिम थियो अरे अहिले सुन्दै आएको छ यो कुरा चाहिँ हाम्रो लागि कम्पारिजन मात्रै भइराखेको छ यहाँ हामी सालो भेना बाइकमा हो भने अरू टिम चाहिँ गाडीमा हुन्छ हामी सम्भवतः भोलि चाँडै बिरुवाहरू लिएर हामी फर्किहाल्नेछौँ बिहानै हाम्रो लक्ष्य चाहिँ अब यो बर्खाको सिजनमा बोट बिरुवा
छ रात पर्दै जान्छ साँझ पर्दै जान्छ Wairini tak. यात्रा धुले पल्छामा धुलो हिलो चाहिँ सुकेर धुलो भएको छ रेनकोट ल्याउनु पर्थ्यो नि त ए छ साथी नि मेरो चाहिँ छ साथी हेर चाहिँ अब लम्बु जाति हो जाने बाटो हामी अब नजिक यो केवा बेसीको नजिक आइपुगिसकेको छौँ हामी अब यो बोर्डर नजिकै छौँ अब हामी शङ्खसभा जिल्लालाई बिदाई गर्दै अब धनकुटा हामी लाग्दैछौँ केवा तरेसी ठ्याक्कै बोर्डरमा हो हामी ठ्याक्कै यो धनकुटा जिल्ला प्रवेश गरेको अवस्था छ आफ्नो जिल्लालाई यहीँ टुङ्ग्याएर धनकुटातर्फ लम्किँदै गरेको अवस्था छ हाम्रो ग्यादरिङ बाटो अहिले बाटो सुधार भएन उकालो भएको कारणले गर्दा र पहिरोको कारणले धुले
हामी ठ्याक्कै चानुवा भन्ने ठाउँमा आइपुगेको अवस्था छ। चानुवा भनेको यहाँको भाषामा मिठो भनेको होइन त चानुवा हो जुन यो होटल चानुवाको एकदम लोकप्रिय छ। जतिखेर हामी उकालो उरालो गर्दाखेरि यहाँ खाने बस्ने बर्खायामको सिजन मान्छेहरूको आउट जान निकै कम देख्न सकिन्छ। किनकि यो बर्खायाम यो एउटा खेतीको सिजन भएको कारणले गर्दाखेरि मान्छेहरूको चाप निकै न्यून देखिन्छ। यो रोडमा यो हिउँद्रहरूको निकै व्यस्त रहन्छ। हातबारी सभाखोला यो सडक शाखा सडक अत्यन्तै व्यस्त सडकको चिन्छौँ। तर अहिले बर्खाको समयको कारणले गर्दाखेरि त्यति सडक चाप देखिँदैन। गइरहेको अवस्था छ। हामी ठ्याक्कै अहिले यो डेकुवा खोला मलाई जहाँसम्म लाग्छ जिल्लाकै त्यति यो
बिस्तारै आफ्नो अहिले हामी ट्याक्कै सुर्तीबारीतिर अब अक्बरको भिड नजिकै आइसकेको हामी अब कतिको टाढो हिँडेको छौँ हजुर काठमाडौँसम्म हिँड्यो नि यो गाडीमा एकचोटि सबै सब गाडी 4 कर प्रमुख प्लेनमा गयो अरूबाट दक्षिण गाडीमा आरामले हामी ठ्याक्कै पिलुवा खोला आइपुग्न लागेको छौँ पिलुवा 1 किलोमिटर गाउँपालिका गाडी हामी अहिले बेलुका 4 बजे बिरुवाको लागि धनकुटा जाँदैछु होइन म बाइकमा यो गाडीमा चाहिँ अध्यक्षजी 2 जना मिस हुन्छ अहिले ठ्याक्कै खरे सरकारी कोर्टतिर खरेन नमस्कार सम्पूर्णमा आज 2082 साल असार 15 गते धान दिवसको अवसरमा चाहिँ चिजिला गाउँपालिकाको पर्यटकीय क्षेत्र मत्स्य पोखरीमा यो जापानिज सल्ला रोप्ने कार्यक्रम भइरहेछ। मौसम पनि एकदम राम्रो फेरि मौसम पनि बिरुवा रोप्ने जस्तै भन्दा चिजिला गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा र चिचिला गाउँपालिका वडा 4 का वडाध्यक्ष बालकुमार तामाङ र नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव टकमान गले लगायत यहाँका स्थानीय आमा बुबाहरू पनि कहाँबाट आए त नेपाल भने काशी यो पर्यटकीय तथा धार्मिक क्षेत्रमा चाहिँ एउटा वृक्षारोपण सल्लाहको चाहिँ रोप्ने कार्यक्रम रहेको हुँदा यहाँ वृक्षारोपण हुँदैछ। अहिले यतिको पनि जागेन भने त रोप्नै छोड्नुपर्छ। गाडी गाउँपालिकाको गाडी
बाट चाहिँ ल्याएर चाहिँ यो बिरुवा रोप्ने कार्यक्रम भइरहेको जानकारी गराउँछु। लु उता फर्के यता फर्क्यौ न उतो निक्लिन्छ। अलि गहिरो गयो कि ठिकै छ यो ठिकै माटा ठिकै 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 लु कोदालो ल्याउँदा का जापानिज सल्लो राम्रो त्यो माटा हाल्नु न त्यो बाँस के हुने रे यता कोर रोपेको त मरेको छ यस्तै रोमा रे होइन कोर त्यत्रो सानो सानो भाइवटा जेठको घाम भनेको जेठै हुँदो रहेछ नि। सम्पूर्णमा नमस्कार। आज चाहिँ म धार्मिक आस्थाको केन्द्र चिचिला गाउँपालिकाको मत्स्य पोखरीमा यहाँहरूलाई मत्स्य पोखरीको दृश्य देखाउने प्रयत्न गर्नेछु। माछा माछै माछा मत्स्य पोखरी।
आफूले फकाउँछ काफले अनलाइनमा चाहिँ होला नि त फेरि एको पहिले र ठुलो नलाग्ने रहेछ नि हो हेलो गुबी चन्डी लालुङ हाबी उङा चाहिँ भयो गुबी र लक्ष्मी नुहाङ चबाडा चिग ढोले पापा त पत्ता भयो
Bubunga aku ya, nih. Kok bau napi saya laki dari ngopi darah lain. Uigo men pun gorman lain pani bilang. Aku saya gitu dinis ni bayar na to, masih bayar. Kiat na ro. Kasi mi ganin ni je sayang mami uan apa. हेलो नमस्कार पूर्वी पहाडी जिल्ला ताप्लेजुङ को प्रसिद्ध धार्मिक स्थल पाथिभरा दर्शनको लागि हामी यहाँ जम्बो टिम उकालो लागिसकेका छौं। अब तपाईलाई ठाउँ ठाउँको अपडेट गराउने देखाउने छौं र अब यहाँ हामी धेरै जना ठिक छ आज चाहिँ धार्मिक स्थल पाथिभरा भ्रमणको लागि हामी रेडी हुँदैछौँ। यो तल्लो फेदी, अब हामी माथिल्लो फेदीको लागि हिँड्नको लागि रेडी छौँ। ल उकालो लाग्यो। अब 2 किलोमिटरमा चाहिँ हामी माथिल्लो फेदी पुग्ने वाला छौँ। अब यहीँबाट यसो पूजा गर्दै अगाडि बढ्ने क्रम जारी छ। अब भेटी चढाउने कार्यक्रम सुरु भइसकेको छ। गलो भने यता पनि हेर्दै गरौँ बेला बेला। यो चाहिँ पाथिभरा मुनिको कान्छी थान, यहाँबाट चाहिँ पाथिभरा सुरु हुने कान्छी थान, कान्छी पाथिभरा माताको मन्दिर। ल साथीहरु, फाइनल्ली पाथिभरा मन्दिर छेउ आइपुग्नु लागि ठ्याक्कै उज्यालो हुँदाखेरि 2 बजे हिँडेको माथिल्लो फेदीबाट अहिले त 5-6 बजे। यति धेरै घन्टा लाग्छ। ल फाइनल्ली
पाथिभरा मन्दिर आइपुग्यो हजुर ए ल भेटी चढाउनको लागि स्क्यानर पनि रहेछ सुविधा धेरै रहेछ भेटी चढाउनलाई स्क्यानर पनि रहेछ पर हो नि त पूजा त पर त्यो पूजाको सामग्री निकाल न ओइ मन्दिर आइपुग्यो है भगवान हे आमा कति त्यो माथि हेर्नु नै डोरी बान्नु टिका लाउनुपर्छ होइन आफूले टिका लाउनु पुजारी छैन आफैले लाउने होला आफै लाउने लगाइदिनु तपाईँलाई तपाईँ लगाइदिन्छु म अब यहाँ होइन नि यो होइन अब पर सकेर हो र अहिले होइन प्रसादहरू बोक्नु प्रसाद बोक्नुहुन्छ होला नि प्रसाद र फुल चाहिँ बोक्नु प्रसाद बोक्दा हुन्छ एउटा उयो हामीलाई चाहिने एउटा बोक्नु न प्रसाद बोक्दा हुन्छ अब यो टिका नि बोक्दा हुन्छ यता भिडियो बनाइदिनु त भाइ भाइ र बहिनी अनि हेमा जाँदैन लाइन पो त कता दिनु पऱ्यो होला नि खोइ तपाईँले चाहिँ टिकै लाउनु भएन बाबा सामानहरु हेलो नमस्कार आज चाहिँ हामी यो मेची खोलाको बगरमा चाहिँ खरबुजा खान आछौँ आएको यहाँ पुरा मजाले खरबुजा लडिरहेको छ यहाँनिर बगरमै चाहिँ 30 रुपियाँ केजी खरबुजा हामीले एउटा किनेको लगभग 5 केजी भन्दा ज्यादा त्यो खाइ नसकिँदो रहेछ झन् साथीहरु लु खरबुजा खाने भए मेची खोलाको बगरमा आउने हेर्नुस् खरबुजा यति धेरै छ ओहो यो खरबुजा काट्ने मान्छे को हो भनेर खरबुजा पसल थालियो त पक्रिनु
सानो सानो क्लिप बनाएर मलाई पनि हाल्दियो है ए हुन्छ सर हुन्छ 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 ल ओहो खरबुजा है कस्तो यार बारीको खरबुजा टपक्क टिपेर खानु कस्तो मजा नि ए कस्तो मिठो लाग्यो अगायो अगाडि पनि जानुभएको आधी फप्लेट खाइदियो झन् खरबुजा यो चाहिँ काँचो अलिक काँचो छ अरे यहाँदेखि उताको चाहिँ सकियो अब काँक्रा पनि रहेछ काँक्रा त तातो भइसक्यो होला नि यति बेला त घामले 30 रुपियाँ बोटमै बजारमा त 40-50 50-60 छ बजारमा बजारमा 50-60 छ साथीहरु खरबुजा गाडी मेची पुल खरबुजै खरबुजा खरबुजै खरबुजा खरबुजै खरबुजा खरबुजै खरबुजा ठुलो ठुलो यो छिप्न बाँकी भएको छिपेको त टिपिसक्यो यो मेची खोला यहाँदेखि उता इन्डिया यो नेपालमा फलेको खरबुजा हो खरबुजा 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 ओ खरबुजा पुरा यस्तो दामी फल्दो रहेछ खरबुजा साथी यो मेची खोलाको खरबुजा हो